हाम्रो मिका दुलालज्यू यतापट्टि हाम्रो दीपक तिन सिन्हाज्यू हुनुहुन्छ उहाँहरू चाहिँ के तपाईँको छैन मैले राईहरू पर्नुभयो त उहाँहरू राईको पार्टी पनि भन्नुहुन्छ होइन एमालेलाई हामीले कहिले के अरे बाहुनको पार्टी भन्यौँ कांग्रेसलाई बाहुनको पार्टी भन्यौँ रवि लामे छानेको पार्टीलाई बाहुनको पार्टी भन्यौँ अनि हर्क साम्बाङले खोलेको पार्टी चाहिँ राईको पार्टी कसरी भयो अचम्म लाग्छ भन्न त्यो खालको तपाईको अफवाह नफैलाउनुहोस् है राष्ट्रवादी भन्नु न राष्ट्रवादी हर्क साम्बाङ चाहिँ राष्ट्रवादी हैन यो देशको स्वाधीनता बचाउने सीमाना बचाउने माटो बचाउने यो देशका संस्कार संस्कृति बचाउने यो देश बचाउने देशका प्रकृति बचाउने देशका मौलिक प्रविधि बचाउने देशका सम्पूर्ण रीतिरिवाज र भाषा भाषिका बचाउने भन्ने कुरा लिने मान्छे राष्ट्रवादी मान्छे पो त है विदेशी दलालहरूले है लगाइदिएको नाम चाहिँ जातिवादी अरे त्यसो नभन्नुहोस् मैले बनाउन चाहेको मैले बचाउन चाहेको देश तपाईको सन्तानको लागि पनि बस्नुपर्छ तपाईको सन्तानको लागि पनि म यहाँ कराइरहेको छु घोप्रो फुलाएर है तपाईको रक्षा र उन्नतिका लागि पनि मैले यहाँनिर बोल्नु परिरहेको छ काम गर्नु परिरहेको छ काम गर्नेछ भने जातिवादी भनेर तपाईहरुले गाली गर्नु हुँदैन कुन किसिमले जातिवादी भयो अचम्म लाग्छ मान्छेको त्यो नहुने कुरा के यता लगाइदिएको छ उतालाई कसो गर्ने के गर्ने है राष्ट्रघाती मान्छेहरूले राष्ट्रवादी मान्छेलाई चाहिँ अनेक परीको तपाईको छैन हैन गाली गरिरहेको अवस्था छ यहाँहरु सबैजनालाई म भन्न चाहन्छु यसको पछाडी नलाग्नु होला म सबैजनालाई अनुरोध गर्न चाहन्छु धेरै छन् कुराहरू थुप्रै कुराहरू छन् तर म धेरै कुरा राख्न चाहन्न अब अन्त्यमा मैले हाम्रा उम्मेदवारहरूलाई उठ्नका लागि अनुरोध गर्न चाहे अरु एकजना उम्मेदवार कता जानुभयो एकजना उम्मेदवार हाम्रो केशवजी एकछिन तपाईसँग म बात मार्छु ल त्यो अघि मैले राखिदिएको माटो कहाँ छ माटो कहाँ छ त्यहाँ पछाडि मैले माटो राख्न लागेको थिएँ हो राख्न लागेको थिएँ त्यहाँ मैले माटो कहाँ गयो ल अब म यी उम्मेदवारहरूलाई म कसम खुवाउँछु तपाईहरुको छेउमा म कसम खुवाउँछु है अर्को उम्मेदवार कता जानुभयो ल हो त्यो उहाँको अञ्जुलीमा दिनुहोस् के अरे अञ्जुलीमा दिनुहोस् त लु है अल्छी लाग्यो अघि यहाँ घाम थियो पर पुगिसक्यो लाग्यो होला नि अल्छी त है ल उहाँहरू चारैजना इनफ्याक्ट 5 जना हुनुहुन्थ्यो एकजना चाहिँ कता जानुभयो कता पुग्नुभयो उहाँ ल अब एकछिन एउटा गीतमा नाच्नु पनि पर्छ एकछिन लास्टमा छ है अब यी उम्मेदवारहरूले माटो छोएर कसम खानुपर्छ है तपाईहरु भ्रष्टाचार गर्नुहुन्छ भन्नुस् यहाँ सुन्ने गरी भन्नुस् गर्नुहुन्छ भ्रष्टाचार तपाईहरुले जनतालाई ढाट्नुहुन्छ सुन्नु भएको छैन ढाट्दिन भन्दै हुनुहुन्छ है तपाईहरुले हैन जनतालाई दुःख दिने काम गर्नुहुन्छ तपाईहरुलाई सोधे हैन यता सोधेको है तपाईहरुले भ्रष्टाचार गर्नुहुन्छ हो माटो छोएर कसम खाँदै हुनुहुन्छ है तपाईहरुले यो देशको स्वाधीनतामा आँच आउने त्यो खालको विदेशी दलालीमा कुनै दिन तपाईको छैन जानेर नजानेर भुलवश या तपाईको नियतवश कुनै गल्ती गर्नुहुन्छ हो यदि तपाईहरुले भ्रष्टाचार गर्नुभयो भने भोलि तपाईहरुलाई हामी बिजुलीको खम्बामा बाँधेर यिनै जनताहरूले तपाईहरुलाई जुत्ताको माला लगाएर मसो दल दिनेछन् मन्जुर छ तपाईहरुलाई हो धन्यवाद उहाँहरूलाई मैले बस्नलाई अनुरोध गरेँ अब यतापट्टि बस्ने जनताले पनि माटो छोएर एकचोटि माटो छुनु न है सबैले माटो छुनु बसिरहेको छ भने माटो छुनु न सबैले माटो छुनु त ल
अब माटो छोएर तपाईँले पनि मलाई वचन दिनुहोस् है, चोर फटाहरूलाई भोट हाल्नुहुन्छ यसपालि? यो देश बेच्ने मान्छेहरू, एमसीसी का दलाली गर्ने मान्छेहरूलाई भोट हाल्नुहुन्छ यसपालि? भ्रष्टाचार गर्ने, सुन तस्करी गर्ने, मानव तस्करी गर्ने, सिंहदरबार जलाउने, जेनजीलाई मार्ने है, मार्नलाई उक्साउने यी फटाहरूलाई तपाईँहरूले चाहिँ भोट हाल्नुहुन्छ? माटो छोएर कसम खानु भएको छ तपाईँले पनि। यहाँ नेता मात्र इमान्दार भएर हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू है, नेतालाई चुन्ने मान्छे पनि इमान्दार हुनुपर्छ। किनभने नेता भन्ने आकाशबाट बर्सी झर्ने असिना होइन, जङ्गलमा पलाउने च्याउ होइन, त्यो तपाईँहरूले नै चुन्ने मान्छे हो। यसपालिको झापा 5ले मिडिया मार्फत हामीलाई हेरिरहनु हुने सम्पूर्णलाई म भन्न चाहन्छु, यसपालि देशद्रोहीहरूलाई तपाईँहरूले परास्त गर्नुपर्छ है। हाम्रा नानीहरूलाई हत्या गर्ने मान्छेहरूलाई परास्त गर्नुपर्छ तपाईँहरूले। हाम्रा नानीहरूलाई मिसयुज गरेर, दुरुपयोग गरेर तपाईँको छैन स्कुलको ड्रेसमा आन्दोलनमा होमिनलाई, तपाईँको आगोको भट्टीमा हाम फाल्न लाउनेहरूलाई हामीले चाहिँ परास्त गर्नुपर्छ। हाम्रो देशको शान मान स्वाभिमान, हाम्रो देशको सार्वभौम सत्ताको प्रतीक सिंहदरबार जलाउने, न्यायालय जलाउने, सांसद भवन जलाउने, विभिन्न तपाईँको छैन प्रहरी कार्यालयदेखि लिएर सरकारी तपाईँको अड्डा अदालत जलाउन लगाउने मान्छेहरूलाई पनि यसपालि हामीले पराजित गर्नुपर्छ। तपाईँहरू तयार हो? सम्पूर्ण तपाईँको झापा 5 भाषी आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु, यदि यो देशको माया तपाईँहरूलाई लाग्छ भने, यदि यो देश रहिरहोस् भन्ने तपाईँको चाहना यदि हो भने, यसपालि श्रम संस्कृति पार्टीको चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नुहोस्। तपाईँहरू भोट बदल्नुहोस्, यो देश हामी बदलेर देखाउनेछौँ। हामीलाई यदि तपाईँहरूले बहुमतको सरकार दिएर पनि हामीले तपाईँको यो देश बदल्न सकेनौँ भने म यहीँबाट घोषणा गर्छु, आज सहितसम्मै तपाईँको 10-15 चोटि घोषणा भइसक्यो होला, यो देशको नागरिकता त्यागेर म शरणार्थी बनेर जान्छु, मलाई यो देशमा बस्नु छैन, म सुहाउँदैन भनेर म आई विल क्विट। तर तपाईँहरूले विश्वास गर्नुपर्छ हर्क साम्बाङलाई, हर्क साम्बाङको टिमलाई, हर्क साम्बाङको चाहिँ नेतृत्व गरिरहेको श्रम संस्कृतिलाई। हामी बनाउनेछ यो देश, हामी उठाउनेछ यो देश। कोही मान्छे बेरोजगार भएर भोकै मर्नुपर्ने छैन, कोही कसैले औषधि पाएन भनेर तपाईँको अकालमा मर्नुपर्ने छैन, कोही गरिब मान्छेलाई धनी भन्ने मान्छेले शोषकी सामन्तीले तपाईँको छैन कजाउन सक्ने छैन, शोषण गर्न सक्ने छैन, अन्याय गर्न सक्ने छैन। त्यसको वचन म दिन्छु, माटोलाई कसम खाएर दिन्छु है। झुटो बोल्न आउँदैन हामीलाई है, झुटो बोल्न आउँदैन हामीलाई, हामी झुटो बोल्दैनौँ, तिखो बोल्छौँ, पिरो बोल्छौँ। किनभनेदेखि मैले अघि भनिहालेँ, नेपाली समाजलाई खोर्सानी बिना भात रुच्दैन, अचार बिना हामी भात खाँदैनौँ। त्यसो भएको कारणले गर्दाखेरि यस्तो शैलीमा नभोलिकन नेपालीले कुनै बुझ्दैन, सुन्दैन पनि। त्यसो भएको कारणले गर्दाखेरि हामी बोलिरहन्छौँ। यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु, म यो पार्टी भनेर नउफ्रिनुहोस्। थाहा छ मलाई पार्टी भनेको के हो भन्ने कुरा है, तपाईँहरूलाई पनि थाहा छ होला। म त यो पार्टीको सदस्य यस्तो उस्तो नभन्नुहोस्, हुँदैन, हुनेवाला केही पनि छैन, गर्दैन के को गर्छ है। आज तपाईँको छैन हामी कस्तो स्थितिमा बाँचिरहेका छौँ भन्ने कुरा तपाईँलाई राम्रोसँग थाहा छ। विदेशबाट पैसा नआओस् त होइन, यहाँ हामी भोकै हुन्छौँ, नाङ्गै हुन्छौँ, केटाकेटीले पढ्नु पाउँदैन। यस्तो देश बनाएर, जनतालाई गरिब बनाएर, जनतालाई चाहिँ तपाईँको श्रम शोषण गरेर, जनताको श्रमलाई विश्वभर बेचेर, दलाली गरेर, जनतालाई चाहिँ जहिले पनि तपाईँको चाहिँ भेडा बाख्रासरी भोटर मात्रै हो भनेर चाहिँ सोच्ने पार्टीहरूलाई यसपालि हामीले परास्त गर्नै पर्छ। यो चेतनाको जित हुन सकोस्, यो नेपालीको जित हुन सकोस्। मैले सुरुवातमा भनेको शब्द फेरि एकचोटि भन्छु, हामी बाँचिरहेका नेपाली हौँ कि मरिसकेका नेपाली हौँ? बाँचेको प्रमाण भनेको सास फेर्नु, भात खानु, हिँडुल गर्नु र घरमा बस्नु मात्रै होइन। सजीव हुनुलाई मात्रै जीवित हुनु भनिँदैन, सजीव हुनु साथसाथै सचेत पनि हुनुपर्छ। सचेत नभइकन हाम्रो बौद्धिक क्षमता र विवेक हामीले प्रयोग गर्न नसक्ने यदि छौँ भने हामी बाँचेको मान्छे होइन, मरिसकेको मान्छे। यो देश मरिएको मान्छेहरूको देश हो कि बाँचिरहेको जीवित मान्छेको देश हो?
यदि यो देश बाँचेको नेपालीहरूको बाँचिरहेको जीवित नेपालीहरूको जीवित देश हो भने यसपालि हामीले जिउँदो लास भएर पुराना दलहरूलाई होइन, यसपालि हामी जिउँदो मान्छे भएर, जिउँदो तपाईँको छैन के अरे सचेत मान्छे भएर अन्जुलीको माटो चुनाव चिन्हमा प्रत्यक्षतर्फ समानुपातिक तर्फ यहाँ धेरै भ्रमहरू फैलाएका रहेछन्। समानुपातिकमा चाहिँ यसलाई हाल्ने उसलाई हाल्ने, हाम्रो कुनै त्यस्तो थियो तपाईँको छैन गठबन्धन छैन। यो पार्टीको सबैभन्दा आधिकारिक व्यक्ति म हो, मैले बनाएको पार्टी हो, यो मेरै विचारबाट निर्दिष्ट पार्टी हो। त्यसले गर्दाखेरि मेरो मुखबाट जे निस्किन्छ त्यो मात्रै आधिकारिक हो। कोही कसैले बजारमा के कुरा गायो, चिया पसलमा के भन्यो भन्ने कुरा होइन। मैले फेरि चिच्याएर दोहोऱ्याइरहेको छु, श्रम संस्कृतिले कोही कसैसँग गठबन्धन गरेको छैन, गर्नेवाला छैन। त्यसो भएको कारणले श्रम संस्कृति एक्लै चुनाव लड्छ। अन्जुलीको माटो चुनाव चिन्ह प्रत्यक्ष र समानुपातिक दुवैतर्फ तपाईँहरूले हालेर यसपालि 2वटा मतपत्र हुन्छ। 2वटै मतपत्रमा एक छाप माटो चुनाव चिन्हमा हालेर एक छाप 2टामा 2टा बाकसमा तपाईँले लगाइदिनु भयो भने चैतको पहिलो हप्तामा नेपालीको सरकार बन्नेछ, विदेशीको होइन, विदेशीको होइन, नेपालीको सरकार पहिलोचोटि यो देशको इतिहासमा बन्नेछ। पुराना दलहरूलाई विदेशीले जुत्ता सोसर प्रयोग गरे, फाटेपछि फाटेको जुत्ता के गर्छ, निल्काउँछ है। एमाले कांग्रेस माओवादीलाई फाटेको जुत्ता बनाएर फाले विदेशीले। अहिले घन्टी हल्लाउने पार्टीलाई तपाईँको छैन बत्ती बाल्ने पार्टी हो केहरूलाई ल्याइराखेको छ नयाँ जुत्ता। श्रम संस्कृति कोही कसैको जुत्ता होइन, श्रम संस्कृति कोही कसैको जुत्ता होइन। श्रम संस्कृति भनेको तपाईँको जीवनको भावना, तपाईँको जीवनको आवश्यकता र तपाईँको जीवनको चाहनाको सजीव र वास्तविक मुद्दा हो। श्रम संस्कृति तपाईँहरूको जीवनको मुद्दा हो, देशको मुद्दा हो। यो मुद्दा हामी सधैँभरि तपाईँको चाहिँ अमर तरिकाले उठाइरहनेछौँ। सत्यमा रहेर तथ्यमा रहेर हामी बाँचिरहनेछौँ। हामी त्यस्तो देश बनाउनेछौँ जुन देशमा साँचो कुरा बाहेक झुटो कुरा बोलिने छैन भोलिको दिनमा है। राम्रो कुरा बाहेक नराम्रो कुरा सोचिने छैन भोलिको दिनमा। राम्रो काम बाहेक नराम्रो काम गरिने छैन, कसैलाई षड्यन्त्र गरेर फसाइने छैन, कोही कसैको कोख रित्तिने छैन, कोही कसैले शहीद बन्नुपर्ने छैन, कोही कसैले आन्दोलनमा मर्नुपर्ने छैन, कोही कसै तपाईँको सुरक्षाकर्मीले आफ्नो ज्यान गुमाउनु पर्ने, आन्दोलनकारीले ज्यान गुमाउनु पर्ने। अनि नेता चाहिँ एसी भएको कोठामा खुट्टा हल्लाउँदै बियरको चुस्की खाँदै उस्कीको चुस्की खाँदै बस्ने दिनको अन्त्य हामी गरेर देखाउँछौँ। विश्वास गर्नुहोस् हामीलाई, विश्वास गर्नुहोस् हामीलाई, विश्वास गर्नुहोस् हामीलाई। यदि विश्वास गर्नु भएन भने मैले भन्दैछु भोलिको दिनमा यो देश नरहला, हाम्रो पार्टीको झन्डा नरहला। तर त्यो दिन आउनुभन्दा अगाडि नै म चाहिँ मर्न पाऊँ, म त्यो देश हेर्न त्यो दिन हेर्न सक्दिनँ। जब चन्द्र सूर्य अङ्कित झन्डाको ठाउँमा अर्को झन्डा आउँछ भने त्यो पल म हेर्न सक्दिनँ, त्यो पल म हेर्न सक्दिनँ। तपाईँ सक्नुहुन्छ? त्यसो भएको कारणले गर्दाखेरि यो देश बचाउने अभियान पनि हो, देश बनाउने अभियान पनि हो। यार सबैजनालाई हृदयदेखि धन्यवाद दिँदै, छोटो भनाइ थियो कि कत्रो थियो, मेरो छोटो भनाइ यही अन्त्य गर्दछु। यसपालिको चुनाव चिन्ह माटो है। सुकुम्बासीको सरकार, गरिबको सरकार, मजदुरको सरकार, किसानको सरकार, गरी खाने वर्गको सरकार, मध्यम वर्गीको सरकार है। ल लास्टमा भनौँ ल बेसरी धनीहरूको पनि अलिअलि सरकार। यार सबैजनालाई म त्यो भन्छु, धन्यवाद छ। अब हामी अन्त्यमा एउटा गीतमा नाच्छौँ त। ल श्रम गरौँ नेपाली हो, शरम गर्ने दिन आइसक्यो भन्ने गीतमा सबैजना उठ्नु होला, नाच्नुपर्छ।